श्रीमान लिएर बोयफ्रेन्ड भेट्न आएकी छु भन्दै मक्ख परेकी गायिका रेणुका भट्टराई नेपाल छोडेर युके आउने क्रममा यसरी भावुक हुँदै अँगालो हालेर रोइन् रेणुका भट्टराई सुमन परियारसँग। के सम्बन्ध थियो त गायक सुमन परियार र गायिका रेणुका भट्टराईको? आज हामी तपाईँहरूको माझमा छर्लङ्ग पार्नेछौँ। भिडियो अन्तिमसम्म हेरेर हामीलाई साथ दिनुहोला। तपाईँ हामीलाई यो भिडियो कुन ठाउँबाट हेरिदिनुहुन्छ त्यो पनि जानकारी दिएर च्यानलमा नयाँ हुनुहुन्छ भने कमल अनिसा अफिसियल युट्युब च्यानललाई सब्सक्राइब गरेर जोडिनुहोला। दर्शकबिन पछिल्लो समयका साङ्गीतिक जोडी गायक सुमन परियार र गायिका रेणुका भट्टराईको लाइभ दोहोरी नहेर्ने त सायदै कम हुनुहुन्छ होला। देश तथा विदेशमा रहेका हरेक नेपालीहरूको रोजाइमा पर्न सफल गायक सुमन परियार र गायिका रेणुका भट्टराईले थुप्रै लाइभ दोहोरीहरू सार्वजनिक गरेका छन्, जसमा गायक सुमन परियार र गायिका रेणुका भट्टराई गर्लफ्रेन्ड बोयफ्रेन्डबाट पनि चिनिन्छ र उनीहरूको टोल पनि समेत बनेको थियो। दोहोरीमा गायक सुमन परियारलाई धोका दिएर युकेको लाहुरेसँग विवाह गर्यो भन्दै धेरै रेणुका भट्टराईलाई गाली समेत आउन भ्याएको थियो। तर युके जाने क्रममा यी नेपाल लोधीघरबाट दोहोरी सार्वजनिक भयो, जसमा केक काटेर खुवाउने क्रममा गायक सुमन परियारले यस्तो टुक्का प्रहार गरे जसको जवाफ दिन गायिका रेणुका भट्टराईलाई निकै नमजा लाग्यो र भकान छोडेर रुन भ्याएकी थिइन्। जाने भो चटक्कै माया नै मारेर बस्थ्यौँ कहिले काहीँ बोली नै बारेर भन्दै गायक सुमन परियारले यस्तो नराम्रोसँग टुक्का प्रहार गर्छन् कि गायिका रेणुका भट्टराईको आँखामा आँसु रोकिन्न र धरधरी रुन पुग्छिन् र अँगालो हालेर रोएको भिडियो समेत सार्वजनिक भएको छ। गायक सुमन परियार र गायिका रेणुका भट्टराईको बीचमा कुनै सम्बन्ध नरहेको र उनीहरूले दोहोरीमा सहकार्य गर्दै एक दुसरेलाई साथ दिँदै दुई भैनाको स्वरूपमा चिनिँदै आएका थिए। गायक सुमन परियारसँग पछिल्लो समयमा नाम जोडिए बापत नै गायिका रेणुका भट्टराईलाई घर समेत खुरु पुगेको थियो। बुवा र आमालाई छर्लङ्ग थाहा भएको र दोहोरीका साङ्गीतिक जोडी मात्र हुन् भन्ने सबैलाई थाहा भएको गायिका रेणुका भट्टराईले एउटा अन्तर्वार्ता र पोडकास्टमा समेत खुलाएकी थिइन्। गायक सुमन परियार र गायिका रेणुका भट्टराईको सहकार्य उनीहरूको मिलेमतो दर्शकहरूलाई निकै मजा आउँथ्यो र उनीहरूले झन मजाले कमेन्ट गर्दै जोडी भएको देख्न पाऊँ भन्ने कमेन्ट अझै पनि हेर्न दर्शकहरूको कमी रहेको छैन। दर्शकबिन तपाईँहरूलाई छर्लङ्ग भइसक्यो गायक सुमन परियार र गायिका रेणुका भट्टराईको सम्बन्ध के हो भन्ने बारे। गायक सुमन परियारले बधाई दिँदै बहिनीलाई र ज्वाइँलाई अझै अगाडि बढ्नको लागि शुभकामना दिँदै